दर्शकबिन म तपाईहरुमाझ यस देहरादून स्थितबाट म तपाईहरुमाझ केही एउटा सानो जानकारी लिएर आएको छु भने जानकारी यस प्रकारको रहेछ। तपाईहरुले मेरो भिडियोहरु हेर्नु भएको छ, पक्कै पनि मेरो भिडियोहरु तपाईहरुले हेरिराख्नु भएको छ र म यति बेला कहाँ छु भन्ने कुराहरु म तपाईहरुमाझ भिडियो पनि राखिराखेको थिएँ र यति बेला पनि म यस भिडियो बनाउने क्रममा पनि यति बेला म देहरादून स्थितमै उपस्थित छु भने मलाई धेरै साथीहरुको फोन आउने पनि गरिराखेको छ। इन्डियादेखि साथीभाइहरुले मलाई धेरै इन्भाइट पनि गर्नु भएको छ। शिमला मनाली देखि पनि थुप्रैले बोलाउनु भएको छ भने चण्डीगढ दिल्लीबाट पनि धेरै साथीहरुले मलाई सम्पर्कमा आउनुहोस् हामीसँगै रमाइलो गरौँ भन्ने जानकारी प्राप्त गरिसकेको छु मैले र म पक्कै पनि भेट्ने आशा गर्नेछु र यस भिडियो मार्फत म तपाईहरुमाझ एउटा सानो जानकारी लिएर आएको छु। यस देहरादून स्थितमा म जहिलेसम्म म यस देहरादून स्थितमा छु मेरो भिडियो पुगेको छ भने यदि फलो गर्नु भएको छैन भने फलो गरेर जोडिनु होला भन्न चाहे र यस देहरादून स्थितमा जहिलेसम्म उपस्थित छु र जहिलेसम्म छु त्यतिसम्म तपाईहरु मसँग जोडिन सक्नुहुन्छ र साथमा मिलेर रमाइलोको मनोरञ्जन पनि गरौँला भन्न चाहे र यो जानकारी यस देहरादून स्थित नेपाली जति पनि हुनुहुन्छ उहाँसम्म पुर्याउने तपाईहरुको हातमा छ। हस् त, नमस्कार।